हेलो एन्ड नमस्कार एभ्रिवान। सो यदि हजुरहरू एम्बेसी रिकमेन्डेड मिक्स्ड स्कलरसिपको एप्लिकेसन गर्न चाहनुहुन्छ भने यस एप्लिकेसनमा हजुरहरूले आफ्नो रिसर्च प्लान पनि सबमिट गर्नुपर्ने हुनेछ। सो एम्बेसीको वेबसाइटमा हजुरहरूलाई चाहिने डकुमेन्ट्सहरूको यो लिस्ट रहेको छ। यो लिस्टमा हजुरहरूले देख्न सक्नुहुन्छ फिल्ड अफ स्टडी एन्ड रिसर्च प्लान पनि रहेको छ र हजुरहरूले यो फिल्ड अफ स्टडी एन्ड रिसर्च प्लान क्लिक गर्नुभयो भने हजुरहरूले यो पेज देख्न सक्नुहुनेछ र हजुरहरूले यो पेजमा मेन्सन गरिएको सम्पूर्ण क्वेसनहरू चाहिँ एन्सर गर्नुपर्ने हुनेछ। र धेरैजनाले प्रश्न गर्नुहुन्छ कि रिसर्च प्लान कति पेज जति लेखेर सबमिट गर्ने भनेर। र एमबीसीको रिक्वायरमेन्ट के रहेको छ भने यो पेजमा दिएको सम्पूर्ण क्वेसनहरू हजुरहरूले 2 पेजमा लेखेर सबमिट गर्नुपर्ने हुनेछ। र धेरैजनाले सोध्नुहुन्छ कि एमबीसीको यो पेजमा रहेको इन्स्ट्रक्सनलाई रिमुभ गरेर रिसर्च प्लान लेख्न मिल्छ भनेर। म यो मिल्छ यो मिल्दैन त भनेर भन्नु मिल्दैन, तर मेरो एक्सपिरियन्स अनुसार मैले के गरेको थिएँ भने मैले एमबीसीले दिनुभएको यो जुन इन्स्ट्रक्सन छ यो मैले जस्तोको त्यस्तै नै राखेको थिएँ, केही टच गरेको थिइनँ। मैले जस्ट मेरो एन्सरहरू मात्र इनपुट गरेको थिएँ र मेरो कुनै कुनै एन्सरहरू चाहिँ अलि सर्ट भएको थियो। जस्तै यो फर्स्टको एन्सर पास्ट एन्ड प्रेजेन्ट फिल्ड अफ स्टडी अलि सानो थियो, त्यही भएर मैले यो तलको बक्सलाई चाहिँ थोरै माथि सारेर अनि रिसर्च प्लानको लागि थोरै स्पेस बचाएको थिएँ र रिसर्च प्लान चाहिँ यो पेजको यो आधा भाग र अनि अर्को पेजमा लेखेको थिएँ। सो 1.5 पेजमा मैले रिसर्च प्लान लेखेको थिएँ र अरू कुराहरू चाहिँ मैले यसरी नै राखेको थिएँ। सो हजुरहरूले फिल्ड अफ स्टडी एन्ड रिसर्च प्लानको लागि 2 पेजमा सम्पूर्ण एन्सरहरू लेखेर सबमिट गर्नुहोला। सो द्याट्स अल। थ्याङ्क यू सो मच एन्ड बेस्ट विसेस एभ्रिवान।